उलन हो कि यहाँ ताप चाहिँ एकदम धेरै हुन्छ त यसमा चाहिँ भुवा चाहिँ निकाल्न गाह्रो हुन्छ मिठो उलमा चाहिँ आउँदैन यो मिठो उलमा आउँदैन होइन यसमा यो 100% भयो भने कस्तो उनमा आउने कस्तो उनमा नआउने हो यो मेरिनो उल होइन अनि यो हामी ल्याम्सोलमा चाहिँ आउँदैन भुवा हामी नेपाली बजारमा चाहिँ राम्रो छ धागो पनि सस्तो छ होइन यिनीहरूभन्दा राम्रो हो नि शीतल यो हरेक उललाई पनि सिजनमा राम्रो कि सिजन हो कि यो चाहिँ जस्तै अब मेरो छोरी टी-सर्ट गर्न लागिरहेको छ अनि यसो बल्क पनि दिन सक्ने हजुर अर्डर आयो भने बनाइदिनु अर्डर आएपछि जस्तो डिजाइन भन्नुहुन्छ होइन त्यो अनुसारले गरिदिन्छ यो चाहिँ नि सिकेको चाहिँ तपाईँले आफैले मैले सिकेर कति 10-15 वर्ष काम गरेर होइन अनि बल्ल हस्बेन्डले अब सकिन्छ हामी गर्न भनेर उहाँको हौसलाले काम सुरु गर्यो कहाँ कहाँ गर्नु काम त मैले यो हाते बन्ने इन्टरनेटमा गरेँ अनि एभरेस्ट वन पछाडि हजुर एभरेस्ट त्यहाँ चाहिँ सिकेको हाते बन्न अनि हाम्रो एभरेस्ट छ नि टोकेलमा त्यहाँ ठुलो फ्याक्ट्री छ होइन त्यहाँ पनि गरेँ 10 वर्ष त्यहाँ गरेँ त्यसमा अलिक अनुभव धेरै भयो होइन अब सकिन्छ है हामीले पनि गर्न भनेर अनि आफै गर्नु आफै गरेँ एकदम राम्रो होइन हजुर यो गर्मीको लागि हो यो है एकदम शीतल हुन्छ यो चाहिँ पस्छ यो चाहिँ कोटनको यो चाहिँ सबै तपाईँकै प्रोडक्ट है तपाईँले आफै भनेको लेडिजमा छैन प्राइस कति राख्नु भएको छ प्राइस चाहिँ हस् प्राइस चाहिँ 2000 भन्दै हुनुहुन्थ्यो पहेँलोमा क्या बहिनी यो पहेँलोमा भी गलामा हजुर मलाई यस्तो पहेँलोमा यो भी भन्दै बन्छ नि बन्छ भनेर यो तपाईँ एक्लै नै गर्नुभएको छ कोही मान्छे राखेर गराएको छ